हाम्रो गाउँमा पानीको यस्तो दुःख छ है साथी हो। ल मामा सिरी मरि कोट्याउनु छ त गाँठी गयो त मामा गए पुरा गयो पुरा गयो जाम भएछ नि त। यस्तो जङ्गलबाट यता माथिबाट ल्याएको पानी यहाँबाट यस्तो बिजोस.com मा यत्रो मोटो पाइप हाल्दा नि जाम भयो तल कहाँ बल्ला खालि पसेर भएन नि। हजुर बल्ला मात्रै पसेर भएन कि हो कहाँबाट आउँछ बल्ल कहाँबाट आउनु भन्नु निकालिदिउँ न सबै निकाल्नु हुँदैन निकाल्नु तल लिक भइसक्छ चौँछ फेरि यो त नि एकैछिनमा सिद्धो लाग्छ यो पानी त यी अर्कोचोटि बनाउनु जस्तो यस्तै प्लास्टिकको छ्याप तल फेदमा खाँदेर अनि यस्तै बल्लले पुऱ्यायो क्या अनि पछि नछिरेको नभए त नत्र यतिखेर सुई त्यो प्लास्टिक नि कुहियो होला नि त अब त्यो कुन चाहिँ कस्तो कहिले कुन टाल्नु यस्तो चिप्लो बाटोमा हिँड्नु पर्या छ बाटो बिर्सीको कताबाट आएको थियो अघि यस्तो त छ जिन्दगानी राम 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 ए मेसले कुद भइरे कुद गाउँघरको पानी खानालाई कति दुःख छ त हौ गाँठी आमामामामामा सु औ है यहाँबाट पनि एउटा छ होइन यस्तो गरी काठहरूले छेकेर यस्तो गरेर पानी यसरी आउँछ साथी हो होइन यो चाहिँ एकदम अर्ग्यानिक खोलाको कुल पानी हो होइन यस्तो गरेर यहाँबाट बोतलको यस्तो जालीहरू लगाएर अनि त्यहाँबाट यस्तो गरी पाइपबाट यस्तो छ साथी हो बाटो यस्तो जङ्गलको यहाँ पनि एउटा सानो ट्याङ्की रहेछ छ होइन अनि अब त्यहाँ तल चाहिँ कत्रो पानी आउँछ भन्ने कुरो यस्तो बाटोमा हिँड्नुपर्छ पानी त फुल भरिएछ त यार त्यहाँबाट चाहिँ आएर अनि यसमा पुरा रिजर्भ हुन्छ ओभरफ्लो पाइप यता त्यो गरेर यसरी अहिले धमिलो छ अहिले एकछिन सङ्लो हुन्छ यो यहाँबाट यसलाई चाहिँ यहाँबाट यस्तरी खोलेर यस्तो गरी खोल्ने यस्तरी आउँछ यो पानी होइन यस्तो गरेर भयो यहाँनिर यस्तो गरेर चलाउनु पर्छ यसलाई यस्तो गरेर हल्लाउने यसो गरेर हल्लायो गऱ्यो भने जमेको थोडो ठुलो पानी चाहिँ जान्छ है साथी हो यस्तो गरेको पानीहरू चाहिँ यहाँबाट बग्छ बगेको पानीलाई क्लियर गरिदिने हामीले होइन यस्तो छ पानी अहिले अलिक धमिला छ एउटाको यस्तो सङ्लो छ एकदम मामा आउनु आउनु यस्तरी यहाँ ट्याङ्की बनाएको छ यो जङ्गलको बिचमा त्यो घनघोर जङ्गल छ यहाँ घनघोर जङ्गलको बिचमा हामी आएर यसरी पानी खानुपर्छ यो पानी चाहिँ अहिले धमिलो छ तर एकछिनमा अहिले आफै सङ्लो हुन्छ यही जस्तो गरेर सङ्लो हुन्छ होइन
भर्खरै माथिको मुहान सफा गरेको मुहान चाहिँ त्यो अघि देखाएकै हो होइन त्यो अघि देखाएकै मुहानबाट सफा हुने यो पानी ढाकछोप कार्यक्रम सुरु गयो मामासिरी त्यो जस्ताले छोपेर यस्तो भिर पाखाबाट पानी तानेर ल्याएर अनि खानु पर्या छ हरि बिजोग छ यार तर अरूको गाउँ हेरिकन त हाम्रो गाउँमा त पानीको धेरै स्वर्ग नि त जङ्गलबाट यार लाग्ने हो यो तलतिर होटेल भएको भए पो ल जाउँ गएर जाँड खाउँ भन्नु हिँड्नु ल हिँड्नु मामा फेरि फिट्टीको अगाडि हिँड्नु नमान्ने अब कति ठाउँ लड्ने हो म यो बाटोमा चप्पल चिप्लो छ यस्तो भिरालो बाटो छ यार यहीँबाट हो नि पहिलाको पुरानो बाटो होइन मामा हो नि हेट यो बाटोमा आँट्ने दाउरा बोकेर कम त हिँडेन हौ माथि त्यो त्यतिखेर त म सानै थिएँ 12-13 वर्ष कता थियो होला तल छेकमाम बोजूको दाउरा कम बोकेर हिँड्थ्यो बाटोबाट कता पल्लो भिरबाट त खोइ मैले बोकिनँ के भन्छ त्यो माथि घरमा राखेको दाउरा के बुल्डाराबाट बोकेर तिरिरिरिरिरि आइन्थ्यो नि गाँठे मम्मी र मैले बोकेको त्यतिखेर फेरि 2-3 दिन लाएर दाउरा बोकेको ज्याला एक जोडी त जाँतो बोकेर आएको थियो मम्मीले हाते जाँतो पिठो पिनी हानलाई घरमा चाहियो यहीँबाट हो क्या बाटो हो र यो अल्लो होइन मामा यो पुर्खौलीहरूको घाँस काट्ने ठाउँ यता उहिले पुर्खौली त कि हाम्रै पालामा काट्यो नि जाँठो कति काट्यो यहाँ कुनातिर त खस्रो त कतिपयले यो खस्रो भन्ने त थाहा रहन्छ यही हो खस्रो यो अङ्गेरी यो गुराँस यत्रो जङ्गलको बाटोबाट पानी बनाएर खाएर बाँचिएको छ यस्तो बाटोमा यहाँ थिएँ धन्न अहिले चाहिँ जुगा त्यति नै रहन्छ है मामा अब बेला भयो अघि एउटा त्यहाँ मलाई टाँसिएको थियो ट्याङ्कीको छेउमा त्यो लानी खर्काबाट आउने पानी कता पो जान्छ मामा त्यो एउटा तेन्जामा घरबाट उत्ता गएपछि फर्स्टचोटि एउटा सानो खोल्सा भेट्छ नि परे हो ए गुटर गुटुस यस्तो जङ्गलको बाटो मामा भान्जाको हिँडाइ मच्चियो आज राम्रै एक्सर्साइज भयो पहिला त यताबाट नि ठुलै खोला बग्थ्यो अहिले त बर्खामा
त्यो तलको ट्याङ्कीमा चाहिँ कहाँबाट आउँछ त्यो पानी ती उम्रेको उयो त्यो भन्दा माथि ढुङ्गा छैन त्यो त्यहाँबाट तानेर तल हाले ए त्यहाँ उम्रिन्छ कि हो त्यही त भुइँचालो आएपछि जतासुकैको पानीको मन मरेछ कि अहिले चाहिँ माथि उहाँ 5 पोखरी जस्तो ठाउँमा त पानी सुकेछ भन्छ ए कति हो कति नि पयौँ पयौँ चाहिँ कसरी हो बिस्तारै बिस्तारै मार पृथ्वी ध्वस्त होला जस्तो सक्यो हुन्छ हुन्छ मामाले फेरि पहिला त यतैबाट पो घुमाएको थियो नि मामा रोड यहाँ होइन ऊ पराउ थियो त टर्निङ त त्यहाँ हेर्ने होला नि बनाएको भने बिजोको हुँदो रहेछ यहाँ नि के सोलिङ गर्दा 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 बाउको बिहादेखि रहेछ हाम्रो एउटा रिजर्भ ट्याङ्की यहाँ रहेछ तर ट्याङ्की बुढो भएछ यहाँ आएपछि चाहिँ पानी पाएपछि सानो रहेछ अनि के हजुर हो कन्फर्म हो समाधान चाहिँ गर्नु पर्यो ए मिस्त्री ज्याला नि आउँछ काइदा रहेछ त्यसो भए यो ठाउँमा होटल गरेर खानेहरूले कति करोडपति बनाए यार हजुर बाजे नि कुन दिन पस्छ आलु चा आलु चा आलु चा आलु चा कहाँबाट कुकुर ल्याएर पाले पानी आएछ अहिले चाहिँ ठा 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 दिँदैछ आमा अब 2-4 दिनलाई चाहिँ ढुक्क भयो बुढाले बाख्रा छोडेको छोडेन चराए त चर्छ नि बुढो चरनमा बाख्राले मुतेपछि घाँस खाँदैन भन्छ नि पहिला त सँगसँगै हिँड्थ्यो नि गाई बाख्रा खै बुढोले लथालिङ्गै छोडिदिने अनि हाम्रो गाउँको रोड यही कुनामा एउटा इन्जिनियर नि सुल्थ्यो क्या हो डुगरकै हो बाटो चाहिँ भयङ्कर ठुलो बनाइदियो क्या नत्र त पहिला त कहाँ यत्रो थियो त नि सानो थियो अहिले त गर्छ त्यो के भन्छ त्यो गर्जनको कस्तो सानो छ नि अनि त्यहाँम्रो यताको बाटो हिँडेर त्यता हिँड्नुपर्छ माटो नि यत्रो गोरेटोमा हिँडेको जस्तो देखिन्छ अब यही एउटा घरबेटी बाँकी होला यहाँ पनि यो घर चाहिँ कस्तो लथालिङ्गै छोड्यो यहाँ टेन्डी सरले यार कहिले सक्ने फिनिसिङ गरेर ट्याङ्की एउटा यहाँ रोडहरू भर्खरै क्लियर 60,000 खतरा बनाएको छ नि बनाउनु साथीहरूको 60,000 को टेन्डर